के तपाईँले कहिले सोच्नु भएको छ कि यो संसारको अन्त कस्तो हुनेछ? अन्तिम दिनको विषयमा येशू ख्रीष्टले भन्नुभएको वचन आज हाम्रै आँखा अगाडि पुरा हुँदैछ। येशू भन्नुहुन्छ, होशियार बस, कसैले तिमीहरूलाई धोकामा नपारोस्, किनकि धेरैजना म ख्रीष्ट हुँ भन्दै मेरो नाउँमा आउनेछन्। तिमीहरूले ठुल्ठुला लडाइँहरू र लडाइँहरूका होहल्लाहरू सुन्नेछौ। जाति जातिको विरोधमा उठ्नेछ र राज्य राज्यको विरोधमा। ठाउँ ठाउँमा अनिकाल, महामारी र भुइँचालोहरू हुनेछ। तर यी सबै प्रसव वेदनाका सुरुवात मात्र हो। तब तिनीहरूले तिमीहरूलाई सङ्कटका निम्ति सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन्, अनि मेरो नामको कारण सबै जातिहरूद्वारा तिमीहरू घृणा गरिनेछ। तब धेरैले ठेस खानेछन् अनि एकअर्कालाई विश्वासघात गर्नेछन् र एकअर्कालाई घृणा गर्नेछन्। धेरै झुटा भविष्यवक्ताहरू खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्। अधर्म बढेको हुनाले धेरैको प्रेम सिलाउनेछ, तर जो अन्तसम्म स्थिर रहन्छ उसैको उद्धार हुनेछ। अनि यो राज्यको सुसमाचार सबै जातिहरूका लागि साँच्चै उनीहरूलाई सारा संसारमा प्रचारिनेछ। त्यसपछि अन्त आउनेछ। के तपाईँलाई थाहा छ, हामी त्यही पुस्ता हौँ जुन पुस्ताको लागि यो भविष्यवाणी बोलिएको थियो, र आज हामी त्यही समयभित्र बाँचिरहेका छौँ। हामी अन्तसम्म स्थिर हौँ, विश्वास गर्न नछोडौँ, किनकि अन्त्य नजिक छ। के तपाईँ त्यो दिनको लागि